ल आजको भिडियोमा म सिम्पल यो शब्दवर्ग के हो र यो शब्दवर्ग को म थोरै इक्जाम्पल्सहरु दिन्छु र त्यसको प्रब्लम्सहरुलाई सल्भ गरेर देखाउँछु र यो एउटा छोटो मिठो भिडियो हुन्छ जसमा चाहिँ तपाईहरुले छोटो भिडियो हेरेर नै तपाईहरुले सजिलो तरिकाले यहाँतिर शब्दवर्ग रिलेटेड क्वेशन सजिलो तरिकाले सल्भ गर्न सक्नुहुन्छ। यो धेरै छोटो भिडियो हुनेछ र यो शब्दवर्ग भने एक्जाममा चाहिँ हाम्रो 3 मार्क्स जतिको आउने गरिन्छ र यो धेरै जस्तो यो अप्ठ्यारो पनि हुन्छ र तपाईहरुलाई चाहिँ म यहाँतिर यो छोटो भिडियोमा मज्जाले यहाँ बुझाइदिन्छु र यदि आज पनि बुझ्नु भएन भने प्लिज कमेन्टमा भनिदिनु र त्यो भागमा म सिधै तपाईहरुलाई त्यही दिनै म रिप्लाई गरिदिन्छु। सो अब यो ढिला नगरिकन हामी छिटो सुरु गरिदिहालौं। ल यहाँ हेर्नु होला, शब्दवर्ग भने दुईटा शब्दबाट मिलेको हुन्छ। एउटा भनेको विकारी शब्द र अर्को भनेको अविकारी शब्द। विकारी शब्दमा भने यस्तो हुन्छ, विकारी शब्दमा यहाँतिर नाम, सर्वनाम, विशेषण, क्रियापदहरु हुन्छ। अविकारी शब्दमा भने नाम योगी, क्रियायोगीलाई हामी क्रिया विशेषण भनेर पनि चिन्छौं। अर्को संयोजक, विस्मयादिबोधक र निरपात। यस्तो यो दुईटा शब्द मिलेर बनेको छ। यदि तपाईहरुले यो दुईटा शब्द बारे मजाले थाहा छ भने, नलेज छ भने तपाईहरुले शब्दवर्ग सजिलो तरिकाले गर्न सकिन्छ। तर के छैन, म यो छोटो मिठो भिडियोमा पनि म तपाईहरुलाई यहाँ सजिलो तरिकाले यो सबै एकैचोटी छोटो खालको भिडियोमै म यहाँतिर बुझाइदिन्छु। ल अब के हुन्छ भने म तपाईहरुलाई सिधै यो बुझाउनको लागि म के गर्छु भने यहाँ क्वेशनहरु रिलेटेड सल्भ गरेर देखाइदिन्छु। जस्तै कि पहिलो नम्बरको क्वेशन हेर्ने, पहिलो नम्बर क्वेशन यहाँ हेर्ने, जस्तै कि जान्नेको सहयोग लिई उनले पुराना घडी तथा रेडियोका पाटपुर्जाबाट कम्प्युटर बनाएका थिए र यसबाट उनी अवधारणात्मक गणितीय समीकरणको समाधान गर्ने गर्थे। अब यहाँ हेर्ने, अब यसमा कुन चाहिँ नाम हो, कुन सर्वनाम, कुन विशेषण, कुन क्रियापद, कुन नामयोगी, यो सबै कुन हो भन्ने खालको कुरा चाहिँ अब म त्यहाँ तपाईलाई सिकाइदिनेछु। अब हामी यो शब्दवर्ग गरौँ। र अब यो शब्दवर्ग गर्नुभन्दा अगाडि हामीलाई यो शब्दवर्ग गर्नका लागि हामीले पहिले सुरुमा यो जुन भनेको छ नि, हामीले प्याराग्राफ दिएको छ त्यसलाई बुझ्नुपर्छ, मजाले बुझ्नुपर्छ, अनि मात्रै हामीले भन्न सक्छौं कि यो भनेको नाम होला, यो भनेको सर्वनाम होला, यो भनेको विशेषण, त्यसै गरी त्यस्तो हामीले छुटाउन सकिन्छ। ल अब हेरौँ, अब कुन नाम हो, कुन सर्वनाम, त्यस्तै गरी त्यो मतलब कुन चाहिँ के हो भन्ने खालको कुरा अब हामी मजाले बुझ्छौं। र अब हेर्ने, सुरुमा हामीले के दिएको छ भने हामीले पहिलेसम्म यो बुझ्नु पर्यो कि के छ यसले के भनेको छ भने, प्याराग्राफमा के भनेको छ भने जान्नेको सहयोग लिई उनले पुराना घडी तथा रेडियोका पाटपुर्जाबाट कम्प्युटर बनाएका थिए र यसबाट उनी अवधारणात्मक गणितीय समीकरणको समाधान गर्ने गर्थे। अब हेर्ने, जहिले पनि अब के हुन्छ भने अब हेर्ने यहाँतिर के छ भने सुरुमा अब यहाँतिर यो शब्दमा के छ भने जान्नेको सहयोग लिई। अब जान्नेको अब को भन्दा फेरि त हामीलाई के थाहा छ भने नाममा पनि हुन्छ। नाममा के छ भने, नाममा के छ, के को कस्तो आउनु बित्तिकै हामी के सम्झिन्छ भने नाम सम्झिन्छौँ, मतलब कि नाम हो भन्ने खालको थाहा पाउँछौँ। अब त्यस्तै गरी सर्वनाम भनेको त अब यो त सर्वनाम त हुन सक्दैन, किनकि सर्वनाम भनेको चाहिँ नामको सत्तामा प्रयोग हुने हो, यो पनि हैन। तर विशेषणमा हैन, विशेषणमा पनि के हुन्छ भने के को कस्तो खालको जस्तो पनि हुन्छ र त्यसमा पनि प्रश्न गर्दा फेरि यो आउँछ। र अर्को त्यो सँगै विशेषणमा हामीले कुनै समयको बारेमा पनि या फिर कुनै केही चीजको विशेषता जस्तो देखाउँछ। सो यहाँ जान्नेको सहयोग, अब के को मतलब कस्तो खालको मान्छेको भन्दा फेरि जान्नेको मतलब कस्तो खालको मान्छे जान्नेको, त्यसको विशेषता देखायो। विशेषता देखाइसकेपछि के हो भने यो जान्नेको भन्दा फेरि यो जान्ने जुन यो शब्द छ यो भनेपछि यो के हो, विशेषणमा आयो। सो भनेपछि यसको यो विशेषण हुन्छ यसको आन्सर। अब यस्तै हेर्ने, जान्नेको सहयोग लिई, अब जान्नेको के गर्यो भने सहयोग लियो, मतलब कि यसले के गर्यो भने क्रिया गर्यो, मतलब कि यसले काम गर्यो, काम गर्दा फेरि क्रिया गर्दा फेरि त्यसले विशेषता पनि लियो। मतलब कि विशेषता त्यसले के लियो भने, मतलब कि त्यसले के गर्यो भने उसले त्यो जान्नेको मदत लियो, मतलब सहयोग लियो, उसले लियो नि त। लियो मतलब कि उसले के गर्यो भने काम गर्यो, मतलब कि उसले लाएर चाहिँ मतलब उसको त्यो सहयोग लिएर चाहिँ के हो भने यो काम गर्यो भनेर चाहिँ उसले के गर्यो भने त्यो कामको पनि विशेषता देखायो। सो त्यो के गर्यो भने क्रियालाई क्रिया विशेषण भन्छ। लि भनेपछि के भयो, हाम्रो क्रिया विशेषण हुन्छ। त्यसपछि अर्को हेर्ने, उनले पुराना घडी तथा रेडियोका पाटपुर्जा। अब के छ भने उनले पुरानो घडी मतलब के को पाटपुर्जा भन्दा फेरि घडी भन्दा फेरि अब यसमा के को कस्तो खालको क्वेशन आयो। सो भनेपछि के हुन्छ भने यो हाम्रो नाम हुन्छ र नाममा पनि हाम्रो मेनली भनेको राम श्याम मतलब या फेरि त्यस्तै के को त्यो एउटा स्पेसिफिक नाम पनि भन्नु सक्छ। मतलब कि हामीलाई त थाहा छ नाम भनेको जुनै पनि यो घडी पनि त एउटा नामै हो। सो भनेपछि यो घडी सिधै के हुन्छ, नाम हुन्छ। अब त्यस्तो गरी अर्को यहाँ हेर्ने, रमा रेखाङ्कन गरेको छ, मतलब कि यसमा अन्डरलाइन दिएको छ। र अब हेर्ने, तथा रेडियोबाट कम्प्युटर बनाएका थिए र यसबाट। अब यसले के गर्यो भने यसले एउटा शब्द मतलब कि एउटा यहाँ त प्याराग्राफ टुङ्गाइसकेपछि थिएले टुङ्गायो नि, त्यसपछि फेरि के गर्यो भने अर्को जुन नयाँ प्याराग्राफ छ त्यसलाई जोड्यो।
सो यसरी के भयो भने यो रले चाहिँ यो शब्द जोड्यो सो शब्द जोड्ने काम भनेको चाहिँ हाम्रो संयोजक हुन्छ संयोजकले के गर्छ भने एउटा वाक्य यो टुक्राइसकेपछि अर्को यहाँ टुक्राउँदाखेरि चाहिँ अलि यसले के हुन्छ भने संयोजक हुन्छ र अब भनेपछि के भयो भने यो हाम्रो संयोजक हुन्छ अनि त्यस्तै गरी अब अर्को यहाँतिर के छ भने यसबाट उनी अवधारणात्मक मतलब कि उनी के गर्यो भने उसले अर्को त सेकेन्ड पर्सनलाई देखायो मतलब कि उनले गर्यो मतलब कि उसले गर्यो त्यस्तै खालको सो यसले के भयो भने यो उनी भनेपछि यो चाहिँ नामको सत्तामा प्रयोग भयो सो भनेपछि यो हाम्रो के हुन्छ सर्वनाम हुन्छ अनि त्यसपछि हाम्रो के हुन्छ भने यहाँ लास्टमा के जुन छ यो लास्टमा रेखाङ्कन गरेको मतलब कि समाधान गर्ने गर्थे सो यो लास्टमा हाम्रो जहिले पनि यो जुन यो छ यसको यो ढर्काको यो ठ्याक्कै यातिर यो जहिले यो के हुन्छ भने वाक्य यो मतलब यो जुन प्याराग्राफ यो मतलब कि फेरि यो यस्तो यो टुङ्गाउनेको लास्टतिर छ भने हो त्यसलाई चाहिँ हामी के भन्छौँ भने क्रियापद भन्छौँ जहिले पनि हाम्रो यो वाक्यलाई यो टुङ्गाउनेको जुन लास्टमा हुन्छ त्यसलाई हामी के भन्छौँ क्रियापद जस्तै कि यहाँतिर थिएमा पनि यस्तो राखेको भए पनि यसलाई पनि हामी क्रियापद भन्छौँ भनेपछि यो लास्टमा यसले के गर्यो गर्थे भनेर चाहिँ यसले शब्दलाई टुङ्गाइदियो मतलब कि सेन्टेन्स मतलब प्याराग्राफलाई यसले टुङ्गाइदियो सो यसरी के भयो भने यो गर्थे भनेको क्रियापद सो यसरी के भयो भने हामी सजिलो तरिकाले गर्न सक्यौँ ल अब हामी अर्को क्वेसनतिर जाउँ त यहाँ जस्तै कि यहाँ हेर्न सक्नुहुन्छ एन्सर भनेको यस्तै हुनेछ हाम्रो यहाँ हुन्छ जानेको विशेषण हुन्छ लि भनेको क्रिया विशेषण घडी भनेको नाम हुन्छ र भनेको संयोजक उनी भनेको सर्वनाम गर्थे भनेको क्रियापद ल अब हामी अर्को दोस्रो नम्बरको क्वेसनमा जाउँ र दोस्रो नम्बरको क्वेसनले के भन्छ भने यहाँ चाहिँ साँच्चै नै बाटोमा एउटा खोलो रहेछ त्यहाँ उनीहरूको मन ढक्क फुल्यो खोलो वास्तवमा मसान घाट हो किनभने मरेका मानिसलाई खोलाकै किनारमा जलाउँछन् ल होइन के भयो भने साँच्चै नै बाटामा एउटा खोलो रहेछ अब यहाँ नैमा रेखाङ्कन गरेछ सो अब यहाँ साँच्चै नै बाटामा अब नैमा एकचोटि हेर्ने त साँच्चै नै बाटामा अब नैले त के पनि के कस्तो के भएको छैन मतलब कि यसले के अर्थै जनाएको छैन नै राखेर पनि सो भनेपछि के गर्ने भने यसलाई हामी निपटको रूपमा लेख्ने अब हेर्दाखेरि त यो त र जस्तो कि अघिको क्वेसनमा र आउँदाखेरि पनि यस्तै जस्तो देखेछ तर यहाँ हेर्ने यसले कुनै पनि वाक्यलाई यसले जोड्नु पनि काम गरेको छैन मतलब कि त्यो जुन प्याराग्राफ टुङ्गिसकेको छ त्यसलाई जोड्नु पनि गरेको छैन र अर्को त एकचोटि यो पढ्दाखेरि पनि साँच्चै नै बाटोमा मतलब कि यसले नैले पनि कुनै के अर्थ जस्तो पनि के उ त भनेको छैन बस यसले अलि राम्रो जस्तो देखाएको छ जो भनेपछि यसलाई के गर्यो भने यस्तो खालको शब्द आउने बित्तिकै निपात लेखिदिइहाल्ने सो निपात लेख्ने अनि त्यस्तै गरी बाटामा एउटा खोलो रहेछ अब खोलो कति छ खोलो भनेको एउटा सो भनेपछि यसले खोलाको विशेषता देखायो नि त खोला कतिवटा छ भनेर एउटा सो यसले विशेषता देख्नु बित्तिकै के गर्ने भने विशेषणमा लेखिदिने सो विशेषण आउँछ यसको अनि त्यसपछि त्यहाँ उनीहरूको मन ढक्क फुल्यो खोलो वास्तवमा मसान घाट हो किनभने मरेका मानिसलाई खोलाकै किनारमा जलाउँछन् अब हेर्ने त्यहाँ उनीहरूको अब मैले भने नि अब दोस्रोचोटि मतलब कि नामको सत्तामा चाहिँ अर्को यो यस्तो खालको तरिकाले प्रयोग गर्यो भने मतलब कि सिधै के गर्ने सर्वनाम भनिदिने अनि त्यसपछि अर्को मन ढक्क फुल्यो उसको मन त फुल्यो पनि कस्तो भयो ढक्क मतलब कि उसको क्रियामा के भयो विशेषण देखायो ढक्क फुल्यो मतलब फुल्नु पनि ढक्कले फुल्यो मतलब कि त्यस्तो भयो सो भनेपछि यो ढक्क भनेको क्रिया विशेषण भयो त्यस्तै गरी अर्को भनेको खोलो वास्तवमा मसान घाट हो किनभने मरेका मानिसहरूलाई खोलाकै किनारमा जलाउँछन् अब यो के भयो प्याराग्राफलाई यहाँतिर यो जलाउँछन्ले चाहिँ के गर्यो टुङ्गाइदियो सो यो टुङ्गाउनु बित्तिकै के भन्यो भने यसलाई हामी क्रियापद भनिदिइहाल्ने सो सिधै म यहाँ लेखिहाल्छु ल हेर्ने यहाँतिर 2 नम्बर यहाँ छ जलाउँछन् अब हेर्ने यो नै भनेको हाम्रो के भयो सुरुमै निपद भएको छ निपात त्यसै गरी एउटा भनेको के हो भने एउटाले विशेषता देखायो एउटा सो एउटा भनेको हाम्रो के छ विशेषण अब उनीहरूको के भनेको सर्वनाम यो को चाहिँ नलेखौँ यो कोमा छैन यो अन्डरलाइन ओके सर्वनाम अनि त्यसपछि ढक्क भनेको के भयो हाम्रो क्रिया विशेषण जलाउँछन् यो भनेको हाम्रो क्रियापद ल अब अलिकति यो म अर्को यो जुन लास्टको यो क्वेसन देखाउन आएको थिएँ यसमा चाहिँ के छ भने हाम्रो यो क्रियापद अब तपाईँ अलिकति यहाँ हेर्नु होला कुन चाहिँ क्रियापद छ भनेर ओके सो यहाँ हेर्नुहोस् यहाँ हेर्नु अलिकति यस्तो झुक्काएर आउनु सक्छ जस्तो कि यहाँ हेर्नुहोस् स्याबास कक्षामा तिमी नै प्रथम हुन्छौ भन्ने मलाई
पूरा विश्वास थियो। गुरुले त्यस दिन भन्नुभएको कुरा म अझै झलझली सम्झन्छु। अब यहाँ ने शब्बास भन्ने खालको त्यो कुरो यो जहिले पनि यस्तो यो खालको विस्मयादी बोधक हुन्छ। मतलब कि जहिले पनि यस्तो खालको सिम्बल आउनु बित्तिकै सम्झिने कि यो विस्मयादी बोधक हो। सो सिधै यो विस्मयादी बोधक हो। त्यसपछि कक्षामा तिमी नै प्रथम हुन्छौ भन्ने मलाई पूरा विश्वास थियो। अब यहाँ यहाँतिर के छ भने कक्षामा तिमी नै प्रथम हुन्छौ भनेपछि यसले त शब्द टुङ्गाइरहेछ। अब हाम्रो अर्थ चाहिँ के छ भने मतलब अन्डरलाइन जुन हेर्ने यो भन्नेमा छैन, यसमा हुन्छौमा छ। अब यसले के हो भने कक्षामा तिमी नै प्रथम हुन्छौ यसरी के भयो भने एउटा सेन्टेन्सलाई टुङ्गायो। हुन्छौले के भयो टुङ्गाइरहेछ। यसमा यो जुन हुन्छौ यहाँ हेर्ने प्याराग्राफमा यत्र हुन्छौले त टुङ्गाइरहेछ, तर यसमा पूर्ण विराम जस्तो कुनै छैन। मतलब कि अघि जुन जहाँतिर चाहिँ पूर्ण विराम जस्तो यहाँ माथि पूर्ण विरामको यहाँतिर के छ, पूर्ण विरामको यहाँतिर यस्तै छ टुङ्गाएको छ र यसमा चाहिँ रेखाङ्कन गरेछ भनेपछि सम्झिने कि सिधै यो क्रियापद हो। तर यसमा त छैन नि त। तर पनि यो यसले के गरेछ भने शब्द टुङ्गाइरहेछ। मतलब यसले प्याराग्राफ मतलब कि सेन्टेन्स टुङ्गाइरहेछ। सो यसरी के हुन्छ भने यो पनि क्रियापदकै भित्रमा आउँछ। सो मतलब कि यो क्रियापद भइदिइहाल्यो। त्यसपछि भन्ने मलाई पुरा विश्वास थियो। के थियो? विश्वास थियो। विश्वास थियो भन्दाखेरि चाहिँ के भयो भने यसले विशेषता जनायो। मतलब कि विशेषण भयो। अनि गुरुले त्यस दिन भन्नुभएको कुरा म अझै झलझली सम्झन्छु। अब झलझली भनेको त हाम्रो यहाँ क्रिया विशेषणमा दिएर एकछिन यहाँतिर गुरुले त्यस दिन, कुन दिन भन्दाखेरि त्यस दिन भयो। मतलब कि यसले के भने स्पेसिफिक भयो। मतलब कि एकछिन हेर्ने सेब्बास भनेको हाम्रो विस्मयादी भइदिइहाल्यो। अनि त्यसपछि यो हुन्छ भनेको क्रियापद छ भनेपछि पुरा विश्वास थियो। विश्वास भनेको अब यसमा नाम हुनसक्छ, नाम। अर्को भनेको त्यस भन्दाखेरि स्पेसिफिक दियो छो भनेपछि त्यो दिन, त्यस दिन मतलब यसले विशेषण हुन्छ। अर्को भनेको झलझली भनेको क्रिया विशेषण। ओके, सो यसरी के हुन्छ भने हाम्रो यहाँ छुट्याउन सक्छौँ। सो अब हेर्ने 3 नम्बरमा ल अब हेर्ने सेब्बास भनेको हाम्रो के हुन्छ सिधै विस्मयादिबोधक सिधै लेखिदिने किनकि सिम्बलसिप त्यसमा मात्रै हुन्छ। अर्को भनेको हुन्छौमा चाहिँ के छ भने क्रियापद मैले अघि भनिसकेँ क्रियापद। अर्को भनेको विश्वास भनेको हाम्रो नाम हुन्छ। अब त्यसपछि त्यस भनेको हाम्रो विशेषण हुन्छ। अर्को भनेको हाम्रो लास्टमा झलझली भनेको हाम्रो के भयो मतलब कि सम्झन्छु। मैले भन्नु बिर्सेछु के भयो भने गुरुले त्यस दिन भन्नुभएको कुरा म अझै झलझली सम्झन्छु। मतलब कि कसरी सम्झन्छु? झलझली। मतलब कि उसले के छ भने उसको जुन क्रिया छ मतलब कि जुन सम्झने क्रिया उसको पनि विशेषता देखायो। मतलब कसरी सम्झन्छौ भन्दाखेरि झलझली। सो यसरी के भन्नु यो क्रिया विशेषण हुन्छ। क्रिया विशेषण या फिर क्रियायोगी जुनै पनि भन्न सकिन्छ। र अर्को कुरा हाम्रो धेरै जस्तो मेनली क्वेसनहरुमा यहाँ डबल मतलब कि ओभरल्याप जस्तो आउँदैन। जस्तो कि यहाँ हेर्न सकिन्छ यो हामीले कथामा तिमी नै प्रथम हुन्छौ भन्ने मलाई पूरा विश्वास थियो। यताफेरि अलिअलि यो विश्वास सुन्दाखेरि पनि एउटा विशेषण जस्तो लाग्छ। फेरि अर्को यात्रा 23 दिन यो पनि विशेषण भयो। सो यसरी के हुन्छ भने मतलब कहिलेकाहीँ क्वेसनहरुमा चाहिँ यो जुन हुन्छ मतलब कि रियल्ली मात्रै यो दुईटै क्वेसनमा एउटै जस्तो कि नाम सर्वनाम जस्तो खालको आउन सक्छ। मतलब कि दुईटै एकैचोटि आउँछ। तर मेनली चाहिँ धेरै जस्तोमा चाहिँ के हुन्छ भने यिनीहरू सबै फरक हुन्छ। एउटामा यहाँ नाम हुन्छ भने अर्कोमा विशेषण। तर कहिलेकाहीँ मात्रै हुन्छ। मतलब कि रियल्ली मात्रै त्यस्तो खालको क्वेसनहरु पाउने गरिन्छ। सो यसरी हाम्रो सजिलो तरिकाले यहाँतिर चिन्न सकिन्छ कि कसरी चाहिँ हामी यहाँतिर यो शब्दवर्ग छोटो र मिठो तरिकाले र यो छिटो तरिकाले योतिर यसको यो यिनीहरू सबै 3 मार्क्सको है, यिनीहरू सबै 3 मार्क्सको हुन्छ। यो सल्भ गर्न सकिन्छ र मतलब कि फाइन्ड गर्न सकिन्छ। सो कस्तो लाग्यो भिडियो प्लिज कमेन्टमा भनिदिनु होला। र यो कुन पार्ट बुझ्नु भएन भने प्लिज कमेन्टमा भनिदिनु होला। म यहाँतिर सबैको कमेन्ट हेर्छु। र अझै प्लिज यो खालको कुनै कन्टेन्टहरु मन पर्छ भने मेरो सब्स्क्राइब गरिराख्नुहोला यो च्यानललाई। किनकि यदि नयाँ हुन्छ भने किनकि अब यो खालको च्यानलमा धेरै यस्तै खालको कन्टेन्टहरु मात्रै ल्याइराख्छु। मतलब कि यस्तै खालको जुन स्टडिजमा प्रब्लम आउने खालको म्याथ्स नेपाली जुनै पनि होस् यहाँतिर यदि तपाईहरुलाई कुनै केही चीजको बारेमा थाहा पनि छैन भने कमेन्टमा भन्न सक्नुहुन्छ। म त्यसको रिलेटेड त्यसको क्वेशनको त एन्सर पनि म केही त्यसको सेपरेटली एउटा भिडियो बनाइदिन्छु। सो यदि त्यस्तो खालको कन्टेन्ट कुनै बुझेको छैन भने त्यो प्लिज त्यो च्याप्टर त्यो सब्जेक्ट या फिर त्यस्तै खालको कुनै भन्नु होला। म त्यसको पनि कन्टेन्ट बनाइदिन्छु। र कस्तो लाग्यो भिडियो प्लिज भन्नु होला कमेन्टमा। र यदि भिडियो मन परेमा प्लिज भिडियोलाई लाइक गरिदिनु होला। र आजको लागि यति नै। सो I hope you guys
enjoyed this video. So thanks for watching this video and best of luck of your exam. किनकि धेरै जस्तो यो एक्जामकै अगाडि या फिर एक्जामकै दिनै हेर्दै गरेको हुन्छ सो हेरौँ कस्तो हुन्छ सो यदि एक्जाममा गर्दै हुन्छ भने प्लिज कमेन्टमा भनिदिनु होला सो आजको लागि नै सो हामी अर्को भिडियोमा मिल्छौँ Peace.